विगतमा जे भयो भयो, अब त आमा सुध्रिसक्नु भएको छ नि। हेर्नुहोस् त, छोरी पनि ठुली भइसकी। हाई गाइज, वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो। साथीहरू, मैले चाहिँ आज नयाँ रियाक्सन भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ गाउँले बुहारी भाग 65 को चाहिँ मैले रियाक्सन गर्न लागेको छु। साथीहरू, तपाईँहरूले चाहिँ गाउँले बुहारी सिरियललाई एकदमै धेरै मन पराउनु भएको थियो र धेरै मन पराउनु हुनेछ भन्ने चाहिँ मैले विश्वास लिएको छु। र साथीहरू, अब चाहिँ हामी कति पनि ढिला नगरिकन रियाक्सनतर्फ लाग्नेछौँ है त। मलाई घरबाट निकाल्ने कुरा नगर्नुहोस्, आमालाई यही बस्न दिनुहोस्। तिमी चुप लाग बुहारी, जसले तिमीलाई कहिले नबिर्सिने गरी जिन्दगीभरिको लागि चोट दिएको छ। त्यस्ता अपराधीलाई यो घरमा राख्ने कुरा गर्छौ? अब म कसैको कुरा सुन्नेवाला छैन। बुवा, के भयो तपाईँलाई? एक्कासी रिसाउँदै पो बोल्न थाल्नु भयो त। आमा र मामा सुध्रिसक्नु भएको छ। अब बिग्रेको मान्छेलाई सुध्रिन त समय लागिहाल्छ नि। त्यही पनि आमा र मामा सुध्रेर घर परिवारलाई राम्रो गरेर बस्न चाहनुहुन्छ भने त बस्न दिनुहोस् न। बुवा, डल्लीले ठिकै त भन्दैछ नि, छोडिदिनुहोस्। अब घरमा बसिरहेको मान्छेलाई कहाँ लखेट्ने हो र? फेरि गाउँलेले कुरा काट्ने बाटो मात्रै हुन्छ। काटोस्, अहिलेसम्म नकाटेको हो र मलाई केही मतलब छैन। हजुर बुबा, अनि हजुरआमा यो घरबाट निस्केर कहाँ जानुहुन्छ नि त? बुवा, नानीले भनेको कुरा पनि ठिकै हो। अहिलेसम्म यही बास बसिरहनु भएको आमा र मामा घर छोडेर कहाँ बस्नुहुन्छ? साथीहरू, यो डल्लीले चाहिँ होइन कुरा बुझेको देखेर चाहिँ होइन मलाई चाहिँ कस्तो राम्रो लाग्यो कि होइन। डल्ली, तिमीले चाहिँ यसरी नै कुरा बुझिराख है भन्न चाहन्छु। किनभनेपछि होइन यसरी कुरा बुझेपछि बल्ल चाहिँ होइन सबैले माया गर्छन्। हामीले पनि माया गरेकै छौँ, सारा दर्शकहरूले पनि माया गर्नु भएको छ है त। डल्लीले चाहिँ कुरा बुझ्नु पऱ्यो। एकान्ताकान चाहिँ अलिकति चाहिँ कुरा नबुझे जस्तो लागेको थियो मलाई डल्लीलाई चाहिँ होइन। तर यसपालि चाहिँ राम्रोसँग कुरा बुझिया रहेछ डल्लीले, खुसी लागेको छ होइन। त्यही हो साथीहरू, गाउँले बुहारी यसरी अति राम्रो रहेछ कि होइन। अनि हुन्छ नि त, अब सरुले पनि राम्रो किरदार निभाइरहेको जस्तो लागिरहेको छ मलाई चाहिँ। त्यस पछाडि हुन्छ नि त, सरुको श्रीमानले पनि त्यत्तिकै राम्रो होइन। अब सरुको ससुराले पनि त्यस्तै राम्रो होइन। सासु चाहिँ एकदम बेकार रहेछ होइन, गुन्डिनी रहेछ क्या सासु चाहिँ होइन। के हो तिमीहरूका दिदीभाइ जहाँसुकै जाओस्, मलाई केही मतलब छैन। मरे नि मरोस्। बुवा, भयो छोडिदिनुहोस्। कुरा गरे कुरेको दुःख। भात खानुहोस् पर्यो। सर, बुवालाई भात हाले। ए आमा कति ढिलो गयो के? छिटो आऊ न। सचिन पनि कस्तो टाइम लाग्यो। सारा संसार गाउँलेले सुन्नेहरू चिचाउँछ। सुन्दैनन् क्या, सुन्दैनन्। ल अब दिदी घर जाऊ, दिदीको हालखबर बुझ। भाइले धेरै पिर गरेको छ रे, चिन्ता मानेको छ रे भनिदियो है दिदीलाई। अब म जान्थेँ, तिमी गएकै राम्रो लाग्यो कि मलाई। ल ल, म दिदीका घरसम्म पुगेर आउँछु। घर छोड्ने होइन नि, घरको राम्रोसँग ख्याल गर्ने। म यहाँ आउँदाखेरि घर देखिनँ भने खुट्टा भाँचिदिन्छु। फेरि राम्रोसँग घर सम्हालेर बस्ने है। म गएँ। ल ल, चिन्ता नमान न बुढी। सरुको आमाले चाहिँ एकदम धेरै दुःख गरिएको अवस्था हामीलाई देखाइएको छ। अनि त्यस पछाडि चाहिँ अर्को चाहिँ हामी के देख्न सक्छौँ भन्दाखेरिमा चाहिँ जो सरुको भाइ छ, भाइले पनि होइन हुन्छ नि त एकदम सोझो अनि इमान्दार मान्छे छ। त्यसले चाहिँ के गरिरहेको छ भन्दाखेरिमा चाहिँ आफ्नो घर चाहिँ इमान्दारीका साथ चाहिँ म हेर्छु। अनि आमा, अनि तपाईँ चाहिँ जानुहोस्, अनि हजुरको काम होला त्यो काममा जानुहोस्, अनि म चाहिँ घर हेरेर बस्छु भनिरहेको छ। त्यो चाहिँ एकदम राम्रो कुरा हो साथीहरू है। म घरलाई राम्रोसँग हेर्छु, घरलाई कतै जान्दिनँ क्या। घरलाई समातेर बस्छु है। गोफले के आमा? ए मनवीर साउजी, हजुर कता हिँडेकी? अनि तिमी त लामा लामा पाइला गर्दै कता हिँडेकी हौ? कहाँ हुनु र साउजी? मेरो छोरो गोफले मरालाई दिदीको घर जा, हाल खबर बुझ, पठाउनु भएछ भने
दिदी भिनाजुलाई लिएर आइज भनेर दिदीको घर पठाएको। त्यो त आधा बाटाबाट फर्केर आयो। मलाई तिमी जाऊ आमा भनेर हैरान बनायो। छोरीका घरसम्म पुगेर आउँछु भनेर हिँड्यो कि। ए तिमी त छोरीकामा जान लागिछौ, अनि त्यो घरमा को छ त? तिमी नभएपछि मलाई पनि त्यो घरमा जान मुनै लागेन। कस्तो कुरा गर्नुभएको मनवीर साउजी हजुरले। म कहाँ जान लाग्यो कि मुरा, छोरीका घरसम्म पुगेर आउँछु भनेर हिँडेकी मात्रै हुँ। अनि म त्यो घर भए जानी नत्र नजानी हो र? गोफले छोरो एक्लै छ घरमा, जानुस्, उसलाई डर लाग्न सक्छ। हजुरकै घर लाएर सुताउनुहोस्, म समयमा आइपुग्छु छोरीका घर गएर। लौ त नि गोफलेकी आमा, छोरीको घर जान लायकी रहेछौ। छोरीका घर जान लाएको मान्छेलाई बाटोमा के अल्मलाई राख्नु, बिस्तारो जाऊ। म गोफलेलाई भरे बोलाउँला, अनि बेलायमा छोरीको घरमा के रहेछ खबर बुझेर आऊ है। हुन्छ साउजी, फेरि म भइन भनेर मेरै घर जान नछोड्नु होला नि। गोफले मरो एक्लै छ, डराउला। हजुरका घर लाएर सुताउनु होला है। त्यसलाई एक्लै नपार्नुहोस् है, अँधेरामा साह्रै डराउँछ। ल गोफलेकी आमा, छोरीको घर जान लागिछौ, पिर नगरिकन जाऊ। छिट्टै फर्किन्छु त भन्छौ, तर कति दिन जतिमा फर्किन्छौ होला? मनवीर साउ पनि आज जान्छु, भोलि त फर्किहाल्छु नि। एक दिनको कुरो त हो। कति सजिलारी भन्छौ है गोफलेकी आमा, एक दिन त हो नि भनेर। मलाई त्यही एक दिन पनि 1000 दिन जस्तो लाग्ने छ। मनवीर साउ पनि यस्तो बाटोमा यस्ता कुरा नगर्नुहोस् कि, अरूले सुन्यो भने के हुन्छ। हुन्छ, अहिलेलाई हजुर पनि जानुहोस्, म पनि जान्छु। लौ त गोफलेकी आमा, छोरीका घरमा जान लागिछौ, फेरि छोरीको घरमा गएर मलाई चाहिँ नबिर्स्यौ कि? मनवीर साउजी पनि हुन्छ, अहिले जान्छु, हजुर पनि जानु। ल सर तिमी पनि खाऊ न त। मेरी नातिनी अगाए तिमी? हजुर बुवा, म अगाएँ। म त अगाएँ हजुर बुबा होइन। बाहिर हजुरआमा हुनुहुन्छ, म भात लिएर जान्छु है हजुर बुवा। हजुरआमाहरूलाई पनि धेरै भोक लाग्यो होला, म भात लिएर जाऊँ? पर्दैन नातिनी, तिमी अहिले सानी छौ, लगे पनि अहिले तिम्रो फुपूले लगिहाल्छ नि। तिमीले आफ्नो मात्र चिन्ता गर्ने हो, टन्न खाने अगाउने। तिमी पो सानो छौ, अरू त ठुल्ठुला छन्, आफै खाइहाल्छन् नि। खानु हुँदैन कि? अघि हजुरआमा बाहिर कति रुँदै बस्नु भएको थियो। मामु साथीहरू, त्यो घरमा चाहिँ होइन एकदमै राम्री भनेको एकदम राम्री चाहिँ एउटी सानो नानी रहेछन् है। मलाई त एकदम राम्रो लाग्यो सानो नानी देखेर, किनभने उसले चाहिँ एकदम बुझेको कुरा गरेकी छैन होइन। अनि हुन्छ नि ठुलो मान्छेले जस्तो गरेर बुझेको कुरा गर्नु भनेको त राम्रो कुरा हो नि त होइन। मलाई एकदम साह्रै मन पर्यो त्यो सानो नानी। अनि जस सिरियल हेर्न मजा आइरहेको। भात हालिदिनु न, म बाहिर लिएर हजुरआमालाई दिन्छु। छोरी, तिमी सानै छौ अहिले, तिमी सक्दिनौ। अहिले म लगिदिएर जान्छु। हस् छोरी, तँलाई भात पुग्यो होइन? ल त एकछिन मसँग आइज न है। बुवा, किन यता आइज भनेर बोलाउनु भएको, के कुरा हो? यता छोरी, त्यो सानो नातिनीले मलाई भन्दा पनि तेरो आमालाई धेरै माया गरिरहेछ। तेरो आमा कुलङ्गानीले हाम्रो सामु माया गरेको नाटक गर्छ र अरू बेला भने नराम्रो व्यवहार गर्छ। तेरो आमा र मामाले तँलाई र मलाई पनि दुःख दिएकै हो, तेरो दाइ भाउजूलाई पनि दुःख दिएकै थियो। त्यसैले तिनीहरूलाई अझै पनि यो घरमा राख्यो भने त्यो सानो नानीलाई पनि धेरै दुःख दिन्छन्। त्यसका दिदी भाइका थाङ्ना माग्ना कपडा के छ सबै बोरामा हालेर आँगनमा फ्याँक्दे। के गर्नु, यस्ता कुरा सानो नातिनीको अगाडि गर्नु मिलेन। हजुरले भन्नुभएको पनि ठिकै हो बुवा, घरेसीको झगडाको कुरा सानो बच्चाको अगाडि पनि त गर्नु भएन नि।
फेरि पछि उनीहरूको सोचमा नि त्यस्तै हुनसक्छ। हुन्छ बुवा, हजुरले जे भन्नुहुन्छ त्यही गर्छु। हुन्छ छोरी, त अहिले जा। हुन्छ बुवा। गाउँले बुहारी सिरियल साथीहरू मलाई चाहिँ एकदमै धेरै मन पर्यो। तपाईँहरूलाई कस्तो लाग्यो त्यसै प्रतिक्रिया दिन नभुल्नु होला र गाउँले बुहारी सिरियललाई चाहिँ तपाईँहरूले सपोर्ट गर्नु होला, भरिभरि होइन धेरै माया दिनु होला भन्न चाहन्छु र तपाईँहरूले चाहिँ दिनुहुनेछ भन्ने आशा लिएको छु साथीहरू। र आजको भिडियो यति नै। आजको भिडियो तपाईँलाई मन परेको भए चाहिँ लाइक, कमेन्ट अनि सब्सक्राइब गराउनु साथीहरू, किनभने म चाहिँ गाउँले बुहारी सिरियललाई रिभ्यू गर्दै जानेछु र गर्नेछु। तपाईँहरूले साथ सपोर्ट गर्दै जानु होला है त।